हेर्नुहोस् जग्गा चाहिँ यो हो हैन हजुर कस्तो लाग्छ तपाईलाई तपाईँ जस्तै मिलेको रहेछ 10 एकदम पाटे काटे मिलेको सबै मिलेको हो हाइवेकै छेउमा छ हेर्नु हैन ठ्याक्कै तपाईले भन्नुभएको 10 दूर एकदम मिलेको हेर्नु त तपाई जस्तै राम्रो पनि छ जग्गा राम्रो रहेछ तपाई जतिकै राम्रो छ हैन ठ्याक्कै हेर्नु त चार कुना मिलेको एकदम मिलेको छ हजुर यो जग्गा खोज्न कति आए मान्छे तर मैले नदेको किन नि तपाईलाई नि पर्खेर बसेको यति राम्रो मान्छेले यति राम्रो जग्गा पाउनु पर्यो नि त एकदम छुटाउने नहुने जग्गा छ हेर्नुहोस् तपाईँ धेरै मक्ख बनाउँदै हुनुहुन्छ मलाई तपाईलाई पनि कमिसन त आउला नि कमिसन होइन अरूबाट भए म कमिसन लिन्थे हेर्नु हैन तपाईबाट लिदिन एकदम अब तपाईलाई जग्गा होस् न कमिसन मलाई कमिसन चाहिएन कमिसन चाहिएन क्या तपाईलाई यति राम्रो मान्छेलाई म कमिसन लिन्छु होला त कमिसन चाहिएन हजुर तपाईले आहा चिम्लेर एकदम पैसा यो जग्गामा फ्याल्दा हुन्छ फरकै पर्दैन ल ग्यारेन्टी दिए मैले सोचम न त एक फेर ओ छिमेकी के गर्न आँटेको जग्गा किन आँटेको हौ छिमेकी उहाँ चाहिँ को हो त उहाँ चाहिँ दलाली अहिलेको जमानामा पनि दलालीसँग किनेर हुन्छ त तपाईँलाई 99 धुर साइटको बारेमा थाहा छैन हैन के हो यो 99 धुर भनेको यसमा चाहिँ तपाईँले सिधै जग्गा धनीसँग डिल गर्ने हो क्या दलाली सलाली पर्दैन यसमा ए त्यसमा त त्यही साइड ठिक रहेछ त होइन कहाँ यता लागेर हुन्छ म यहाँ छु त तपाईलाई राम्रो जग्गा झन् देखाइदिएको अन्त दलाल सलाल केही छैन अरे त किन यस्तोमा फस्नु एकछिन ल काम बिगाड छस् बिगार्दैन भन्दिनँ अब सरी यता एकचोटि माफ गरिदिनु ल भन्दैन नि कुदिहाल डाँडो काट छिमेकी अझै पनि भन्छ 99 धुर छ छिमेकी अझै पनि भन्छ 99 धुर छ